हेलो हेलो दर्शन नमस्ते। तपाईँहरूको हालखबर के छ? मेरो त ठिक छ। अब आज त अस्ति अर्जेन्टिनासँग हारेको थियो नि त इङ्ल्यान्डको गेम हेर्न जाँदैछु। मेरो दाजुभाइहरूसँग बसेर ट्याक्क लाएर मामासँग बसेर ट्याक्क लाएर हेर्ने आज होइन गाइज। अब के हुन्छ गेम हेरौँ। अहिले दाइहरूसँग भेटेपछि ट्याक्क भिडियो बनाउँछु। मामा चाहिँ आउँदैन भएको छ होइन। लाएर मामासँग पनि भेट्यो। अब अस्ति इङ्ल्यान्डसँग हारेको ट्याक्क टिमसँग आज चाहिँ थर्ड फाइनल हेर्न भिड्ने हो, ट्याक्क हेर्ने होइन। कता गयो यार? के छ मामा हालखबर भने? ठिक छ? जब मामासँग भेट भएर नि ट्याक्क लाएर होइन म यहाँ अब बसिसकेँ। के छ मामा हालखबर? आज हेर्ने नि त थर्ड, भोलि फाइनल, आज थर्ड। आमा ड्याङ्ग लाएर आज मामाले जित्ने कि इङ्ल्यान्डको सपोर्ट हो कि आज चाहिँ हजुर मामाको भोलि चेन्ज हुन्छ। अस्ति अर्जेन्टिनासँग हुँदाखेरि त्यो जसिनोलाई कारण त्यो रहेछ मामाको हेर ट्याक्क। हजुर फेरि भन्नु त? अब कहाँबाट हराउनु त नि अब अनि त्यही ल मामाले चाहिँ अब अर्जेन्टिनालाई हराउनु र स्पेनले जित्छ अरे होइन। मैले कभर यहाँ मोबाइलको कभर त्यसरी राखेको त होइन कि, अहिले देखाउँछु, कभर पनि देखाउँछु। आज गेम हेर्नुपर्छ होइन थर्ड, अनि भोलि चाहिँ फाइनल हेर्नुपर्छ है त। अहिले दाइहरूसँग भेट भएको ठ्याक्क देखाउने हो। अनि गेम जितेको लास्टको त्यो गोल हानेको के। अब अस्ति इङ्ल्यान्ड अर्जेन्टिनासँग हार्यो भनेपछि त फ्रान्सकै सपोर्ट गरौँ आज। फ्रान्सले जित्छ ल। कसले कहाँ सकिसक्यो नि मामा भने क्या। सक्दैन। अब हामी चाहिँ ट्याक्क लाएर यहाँ आइसक्यौँ होइन दाइको रुममा। अब चाहिँ अब खानासाना खाएर चाहिँ 4 घन्टापछि पुरेर हेर्नुपर्छ थर्ड कुन चाहिँ भन्ने। फ्रान्सै त हो नि होइन गाइज है त। हेलो गाइज, अब हिजो गेम हेर्छु भन्दा मैले म त गोब्लुकै सुती छु होइन, हेर्न पनि पाएन। बिहान हाइलाइट हेर्दाखेरि अनि दामी गोल भएर थियो कि होइन, 4-6 के बगाले रे। हामीसँग हार्ने टिम पनि खतरा जस्तो रहेछ, दामी रहेछ कि होइन। अनि त्यही भएर के मलाई मनको छैन कि हेर्नु पर्यो। आजको गेम चाहिँ बगाले हेर्ने हो कि है त। बेस्ट अफ लक अर्जेन्टिना।